तपाईहरु एउटा कुरा चाहिँ ध्यान दिनुस् के, राजनीतिमा जो व्यक्ति छन्, जुन व्यक्ति छन्, जुन व्यक्तिहरूले आर्थिक रूपमा लाभ लिएका छन् या भनौं पैसा लिएका छन् राजनीतिबाट, त्यस्ता व्यक्तिहरूको मात्रै रगत अहिलेको अवस्थामा चिसो छ, चिसो। तर जुन व्यक्ति आफै सक्षम छन्, आफै परिश्रम गर्छन्, ती जनता हुन्, उनीहरूको रगत उम्लिएको छ। किन उम्लिएको छ भन्दा सामाजिक सुशासनदेखि लिएर राजनैतिक सुशासन अस्तव्यस्त अवस्थामा छ र यसलाई लोकतन्त्र भनिँदैन। लोकतन्त्रमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ, आवाज उठाउन पाइन्छ। त्यसकै लागि विभिन्न तन्त्र फाल्दै सबैभन्दा सुधारिएको तन्त्र लोकतन्त्र नेपालमा भित्र्याएको हो। त्यो पनि कुनै 4-5 जना नेताको आदेशमा भित्रिएको होइन, स्वतस्फूर्त जनताहरू सडकमा आएर लडेर ज्यान जोखिममा पारेर या मरेर नेपालमा यस्ता किसिमका परिवर्तन भएका हुन्। त्यही भएर आर्थिक लाभ लिनेदेखि बाहेकका जनताहरूको रगत उम्लिएको अवस्था छ। तर जसले राजनीतिसँग आफूलाई साटेका छन्, पैसासँग साटेका छन्, राजनीतिको मर्म, राजनीतिको परिभाषा, धर्म बेचेका छन्, त्यस्ता व्यक्तिहरू मात्र कुल देखिन्छन्। र ती व्यक्ति नै हुन् सामाजिक सञ्जालदेखि लिएर समाजमा सबै कुरा ठिकठाक छ भन्दै हिँड्ने मात्रै त्यस्ता व्यक्तिहरू हुन्। नभए आम जनता अहिले फ्रस्ट्रेसनमै छन्। र लोकतन्त्रमा फ्रस्ट्रेसन आउनु भनेको व्यवस्था परिवर्तनको सुरुवात हो भनेर भन्न हामीले हिचकिचाउनु चाहिँ हुँदैन। यति चाहिँ